Hello guys, welcome and welcome back to my channel. आज चाहिँ दसैँ र म चाहिँ रेडी भइसके अनि हाम्रो दिदीहरु पनि मेकअप गर्दै हुनुहुन्छ र आज दसैँको टीका लाउने साइड चाहिँ 11:53 छ। अहिले कति बजे हो? अब चाहिँ हाम्रो सबैजना फ्यामिलीहरु रेडी भइसक्यो अनि हामी एकछिनमा अब फ्यामिली सबै बसेर चाहिँ टीका लाउँछौं अनि भिडियो हेर्दै गर्नु होला। अनि हिजोको भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। अब यो भिडियो नि एकदमै राम्रो आउँछ अनि हामी के गर्छौं आज दिनभरि सबै चीज तपाईलाई देखाउँछु र मेरो ड्रेस चाहिँ यस्तो छ। देखा कि देखा छैन हो? अहिले म मिररमा पनि देखाउँछु अनि यस्तो म चाहिँ लुगा लाएर यस्तो भएर बोल्नै सके हैन। धर्न हिजो साइनेक्स खाथ्यो अनि त्यसपछि अहिले त्यसले चाहिँ अलिकति लुगा निको भएको छ अनि अब हेर्दै गर्नु होला भिडियो। अहिले देखाउँछु म हजुरहरुलाई। बाइ, टीका लाउने बेला भेटौँला। ठुलो मान्छे ज्ञानी मान्छे बा भाइ कालु ज्ञानी भएर बस्नु लासङले पनि नङ पालेछ ज्ञानी हुनुपर्छ। ल आऊ शिल्पा आऊ। गाइज अहिले चाहिँ मैले टीका पनि लगाइसके अनि यस्तो देखाएको टीका लगाइसकेपछि अब चाहिँ हामी रोडमा गएर यस्तो फोटो भिडियो बनाउन जान लागिरहेछौँ। अनि मैले हिजो नङ बनाएको थिएँ नि, मैले तपाईहरुलाई पनि देखाएको थिएँ। रङ चाहिँ यस्तो भएको छ। सो अब चाहिँ हामी फोटो खिच्न लागेको अनि टिकटक भिडियो बनाउँछ अनि त्यसपछि भेटौँला। बाई। लासङ पनि त हेर्दै हो त? नेल्स देखाइदिए तिम्रो नङ? नेल्स। वाउ, कति राम्रो देखा हाम्रो छोरीको नङ। हाम्रो छोरी चाहिँ प्राउन खाइरहेछ। अब हामी यसो फोटो सुट गर्नु पर्यो गाइज। ल बाई। पानी पर्दादेखिबाट झमझम छाता उडेर भन्छम भन्दा गाइज हामी चाहिँ पिङ खेल्न आएको झ्यालचौरमा। अहिले चाहिँ बेलुका कति बजिसक्यो भने 5:15 भइसक्यो। यसपालिको दसैँ चाहिँ एकदमै झ्याउ लाग्दो पानी परे। अस्ति नैतिर चाहिँ कति चर्को घाम लागेको थियो अनि यहाँ छ पिङ। कस्तो राम्रो नजारा देखिरहेको छ हेर्नुहोस्। म छु यहाँ। अब चाहिँ हामी पिङ खेल्छौँ एकछिनमा। मसाउने मान्छे त अलिअलि पनि मसाउँछ कि गाइज हामी चाहिँ पिङ खेलेर पनि फर्किसक्यौँ। मैले चाहिँ अझै त्यहाँ यति धेरै मान्छे छ पिङ खेल्नको लागि। अब चाहिँ हामी घर जानु लाग्यो। आज कस्तो जाडो भइसक्यो, पानी परे गरे भएर। जङ्गलको छेउमा छ नि त, यहाँ चौरमा बनाएको छ। त्यही भएर आजको मेरो ड्रेस। अब चाहिँ हामी घरतिर जानु लाग्यो। बाई बाई।